साथीहरू, यो भदौ 22 र 23 गते जुन जेएनजीहरूको आन्दोलन भयो नि, यो करप्सनको लागि प्रोटेस्ट भयो नि, यो चाहिँ नेपालमा मात्रै होइन साथीहरू। यो 2025मा चाहिँ करिब यो विश्वका 22वटा 23वटा जति देशहरूमा चाहिँ यो प्रोटेस्टको भ्रष्टाचारको विरुद्ध चाहिँ प्रोटेस्ट सुरु भएको हो। किनभने हामी नेपालीहरूलाई के लाग्छ, नेपालका नेताहरू मात्रै भ्रष्ट छन्, अरू देश त सम्पन्न छन् भनेर भन्छौँ होइन। करप्सन चाहिँ नेपालमा मात्रै छ, अरू देशमा छैन भनेर सोच्छौँ, तर हामी गलत छौँ है साथीहरू। विश्वको 22वटादेखि 23वटा देशहरूमा चाहिँ यो करप्सनको लागि चाहिँ प्रोटेस्ट सुरु भयो। कतिवटा देशमा त नेपालभन्दा अगाडि भएको थियो, जस्तो श्रीलङ्का, बङ्गलादेश होइन, तपाईँको फिलिपिन्स, अनि हालसाल मोरोक्को भयो, तपाईँको यस्ता विभिन्न देशहरू छन् जुनमा चाहिँ यो करप्सनको लागि चाहिँ प्रोटेस्ट भएको थियो, जसमा चाहिँ जेएनजीहरूले नै त्यसको चाहिँ जेएनजीहरूले नै सुरु गरेका थिए होइन। र हामीलाई चाहिँ नेपालको मान्छेहरूलाई चाहिँ के लाग्छ भने यो चाहिँ नेपालका नेताहरू मात्रै भ्रष्टाचारी हुन् भन्छ, तर त्यसो होइन साथीहरू। जति नै धनी भए पनि देशहरू अथवा जे जस्तो भए पनि होइन, धेरैवटा देशहरू, सम्पन्न देशहरूभित्र पनि भ्रष्टाचार हुन्छ क्या। त्यसैले लाग्नु चाहिँ राम्रो, जेएनजीले जुन कदम चाल्यो त्यसमा चाहिँ एकदम राम्रो गरेको छ। तर भ्रष्टाचार भन्ने कुरा चाहिँ देश सम्पन्न भएर पनि नसुध्रिने रहेछ क्या। धेरै भ्रष्ट देशहरू हुँदो रहेछन्। अहिले तपाईँले गुगलमा गएर सर्च गर्न पनि सक्नुहुन्छ होइन, मोस्ट करप्सन कन्ट्री इन द वर्ल्ड भनेर हेर्नु होइन, धेरैवटा देशहरू नाम आउँछन्। र अहिले हालसालै 2025मा धेरैवटा देशमा चाहिँ यसको लागि चाहिँ करप्सनका विरुद्धमा चाहिँ प्रोटेस्ट सुरु भएको छ। र कतिवटा देशमा चाहिँ सत्ता नै परिवर्तन पनि भएको छ होइन, सत्ता नै परिवर्तन पनि गरिदिइसकेको छन्। र नेपालमा पनि त्यस्तै भयो। तर धेरैजना मान्छेले चाहिँ के भनेका छन् भने यो सत्ता पल्टाउने खेल मात्रै हो, जेएनजीको नाम बेचेर यो विश्वमै भइरहेको छ, यो सबै बाहिरी देशको हात रहेको छ भनेर भनेको छ। अब यी कुरा चाहिँ के हुन् भन्ने कुरा चाहिँ पछिका आउँदा दिनहरूले पत्ता लगाउँछन्। तर जेएनजीले जुन अहिले तत्काल काम गर्यो त्यो राम्रो गर्यो नेपालको लागि। तर अब खोइ त फेरि सुशीला कार्की आएर चाहिँ होइन, महान्यायाधीश, पूर्व महान्यायाधीश चाहिँ सुशीला कार्की चाहिँ प्रधानमन्त्रीमा नियुक्त भएर चाहिँ अब ती पुराना भ्रष्टाचारी नेताहरूलाई क्रमशः जेल हाल्ने हो कि अथवा जुन 74 जना शहीद भए र कैयौँ घाइते भए उनीहरूको सपना पुरा हुन्छ कि हुँदैन त, अब यो चाहिँ हेर्न बाँकी छ। 6 महिनाको अन्तरिम समय छ, यो समयभित्र के गर्छन् त, दबाब चाहिँ चारतिरबाट परिरहेछ सुशीला कार्की प्रधानमन्त्रीलाई। र हेरौँ अब के हुन्छ होइन। तर करप्सनको विरुद्धमा चाहिँ नेपाल मात्रै होइन, धेरैवटा देशमा चाहिँ अहिले एकदम प्रोटेस्ट सुरु भएर कतिवटामा चाहिँ सत्ता नै परिवर्तन गरिदिइसकेका छन्। जस्तो हालचालै बङ्गलादेश, नेपालभन्दा अगाडि बङ्गलादेश, तपाईँको इन्डोनेसिया भयो, तपाईँको यता श्रीलङ्कामा पनि भएको थियो, इन्डियामा पनि अलिअलि कतिवटा प्रान्तहरूमा भइरहेको छ। त्यस्तै मोरोक्को भयो होइन, फ्रान्समा भयो, धेरैवटा देशमा चाहिँ यो प्रोटेस्ट सुरु भएको छ र अन्त्य पनि भएको कतिवटा देशमा छ होइन। हामी नेपाललाई चाहिँ के लाग्छ भने नेपाल मात्रै एउटा यस्तो देश हो त्यहाँ चाहिँ घुसखोरीहरू हुन्छन्, भ्रष्टाचारी हुन्छन् भन्ने, तर त्यस्तो होइन। धेरैवटा देशका मान्छेहरू चाहिँ भ्रष्टाचारी नै हुँदो रहेछन्।